भगवान बुद्ध एक दिन भिक्षाटन गर्दै 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 आउँदा बाटोमा दुईजना बालकहरू बालुवाको घर बनाएर खेलिरहेको थियो। त्यो बालकहरूको घरमा धर्म संस्कारको प्रभाव व्यापक थियो। कुनै पनि बौद्ध भिक्षु घरमा भिक्षाटन आउनुभयो भने रित्तो हात फर्काउनु हुँदैन, दान दिएर पठाउनु पर्छ भन्ने संस्कारको प्रभाव थियो। दुईजना बालकहरू बालुवाको घर बनाएर खेलौना बनाएर खेलिरहेको ठाउँमा भगवान बुद्ध भिक्षाटन गर्दै गर्दै आएपछि दुईजना बाबुहरू अतलियो। ओहो, हामी घरमा भएको भए दान दिन्थ्यौँ, हामी खेलिरहेको छ के दान दिने त भगवानलाई भनेर दुईजना बाबा, एकजना बाबु एकदमै बुद्धिमानी, हामी खेलिरहेको खेलौना पनि उपहार स्वरूप भगवानलाई हामीले अर्पण गरौँ भन्ने दिमागमा उसको विचार जाग्छ। अनि दुईजना बाबुहरू भगवानको रूप शरीर अग्लो हुनुहुन्थ्यो, खेलौना बनाएर खेलिरहेको माटोको डल्लो भगवान बुद्धको भिक्षा पात्रमा खसालिदिनु भयो। भगवान बुद्धले पनि यस्तो सानो सानो नानीहरूले पनि दान पारमिताको अभ्यास गरेको, दान गर्ने संस्कारको अभ्यास गरेको देखेर बुद्ध पनि साह्रै खुसी हुनुहुन्छ। अनि खुसीको साथ भगवान बुद्धले ती बाबुहरूले दिएको माटोको डल्लो स्वीकार्नुहुन्छ। अनि गुम्बामा जानुहुन्छ। बेलुकी जेतवन बिहारमा बुद्धले माटोको डल्लो आफ्नो शिष्यलाई दिएर गुम्बाको भित्तामा लिपिदिनुहोस् भनेर आदेश दिनुहुन्छ। बुद्धको चेलाले बुद्धको आदेश अनुसार माटोको डल्लोलाई गुम्बाको भित्तामा लगेर लिपिदिनुहुन्छ। हो, त्यो माटोको डल्लो दान दिएको दान पुण्यको प्रभावले गर्दा भगवान बुद्ध परिनिर्वाण हुनुभएको लगभग 100 वर्ष पछाडि भारत देशमा सम्राट अशोक राजा भएर जन्मियो त्यो बालक। एउटा माटोको डल्लो दान दिएको बालक, त्यो माटोको डल्लो गुम्बाको भित्तामा गएर लिपिदिएको पुण्यको प्रभावले 100 वर्ष पछाडि सम्राट अशोक भएर जन्मियो। त्यो बालकलाई सहयोग गर्ने उसको साथी सम्राट अशोकको महामन्त्री भएर जन्मियो पछिल्लो जन्ममा। पुण्यको सम्बन्ध यस्तो रहेको छ। गुम्बा बनाउने कार्यमा सहयोग गर्ने पुण्य अपार छ। हामी त मरेर जान्छ, हाम्रो भावी सन्तति पछि आउने कयौँ व्यक्तिले पाप पखाल्ने, पाप प्रायश्चित गर्ने, पुण्य सञ्चय गर्ने त्यस्तो पवित्र स्थानको निर्माण गर्न गइरहेको छ नि। यहाँ त यसमा एउटा इँटा, एक बोरा सिमेन्टी अथवा अलिकति यहाँ चाहिने केही छट बालुवा भए पनि हामीले सहयोग गरौँ भन्ने भावना हामी सबैले विचार उत्पन्न गरौँ। किनभने हामी सबैको आस्था, हामी सबैको पुण्य सञ्चयको हेतु र भविष्यमा आउने हाम्रो भावी सन्ततिहरूले पनि यो धर्म, यो संस्कारलाई अवलम्बन गरेर निरन्तरता पाउन सकोस् भनेर हामीले यो काम कार्य गरिरहेका छौँ।